कैलाश मानसरोवरको यात्रा गर्ने इच्छा लामो समयदेखि थियो. I wish to visit Kailash Mansarovar since my childhood, but यो पटक suddenly I got opportunity to visit Mansarovar and Kailash temple. आज यात्राको पहिलो दिन हामी 8 घण्टाको बसमा रसुवाको टिमुरे बजार अर्थात् नेपाल चीनको सीमा नजिक आएर बस्छौं. दोस्रो दिन हाम्रो यात्रा टिमुरेबाट सुरु हुन्छ. चिनिया भन्सारमा आवश्यक जाँचबुझपछि हामी 2 घण्टा अर्को यात्रा गरेर हामी केरुङ बजारमा बस्छौं. थोड़ा और बोलो. मेरे को सबसे ऊपर दीजिए. सबसे ऊपर. केरुङ हामी आइपुगेका छौं. हाम्रो बास केरुङमै थियो. यो केरुङ बजारको मा अहिले हामी छौं. आज हाम्रो बसाइ यतैतिर छ. यो काम फोटो खिची गरिदिन्छु अरे. केरुङको यो हिम श्रृङ्खला अगाडि छ. के हो केरुङ स्थित नेपाली प्यागोडा स्टाइलको मन्दिरभित्र टेबल फ्रुट केरुङको झरनामा छौं. वैशाख लाग्दाखेरि पनि यहाँ पानीको मात्रा पुरै देखिन्छ. बाटोको मनमोहक दृश्य र कैलाश मानसरोवरमा भगवान भोलेनाथ शिवको दर्शनको अभिष्ट चाहना सहित यात्राको प्रत्येक क्षण बित्यो. 12 जनाको सानो समूह यो वर्षको पहिलो टोली भएकोले पनि होला यात्रा सहज थियो. तेस्रो दिनको यात्रा हाम्रो केरुङबाट सुरु हुन्छ. 12 बजेको हाम्रो यात्रा 170 किलोमिटरको दूरी पार गर्दै 4300 मिटरमा रहेको सागा बजारमा अहिले हामी सागा सहरमा आइपुगेका छौं. यहाँ अहिले समय 5 बजेको केरुङबाट 7 घण्टा लामो पछि आइपुगेको एउटा सानो बजार रहेछ. यो एउटा सानो भर्खर विकसित गरेको बजार हो. कैलाशतिर लाग्दैछौँ.
कैलाश हुँदाखेरि बाटोमा देखिने कुराहरू हिमालय श्रृङ्खलाहरू हाइवेहरू सक्छ। तिब्बतको पठार क्षेत्रका रमणीय दृश्यहरू, दक्षिणतर्फ देखिने नेपालका हिमालय श्रृङ्खलाहरू मन आकर्षित गर्ने थिए। तिब्बतियन प्लेटो अर्थात् तिब्बतियन पठार क्षेत्रको विषयमा लामो समयदेखि सुनिए पनि त्यसको समतल भूमिमा निर्माण भएको हाइवेमा भ्रमण गर्दा रोचक र अप्रत्याशित थियो। अगाडि देखेको हिमाल मुस्ताङ हिमाल, मुस्ताङतिरको हिमाल भन्छन्। हामी तिब्बतको सडक मानसरोवरबाट लाग्दैछौँ। यो फोटोमा एकदम ह्याप्पी के चिज पनि छैन। अब हजुरहरूले बुझेर चाहिँ अब धेरै नबनाउनुहोस्, हामीले ठिक छ अब कम बनाइनु हुन्छ भन्ने कुराहरूदेखि लिएर अनि अब हर कुरामा चाहिँ हजुरहरूले सपोर्ट गरे, एकदम सपोर्ट गरेको फिल क्या हामीलाई। हुन्छ ठिक छ हामी पनि गरिदिन्छु अब भन्दै हुनुहुन्छ यहाँ म्याडमहरूले होइन, हामी कटिङ गरिदिन्छु, हामी पनि केलाइदिन्छु भने एकदमै खुसी लाग्यो, ह्याप्पी लाग्यो सर, एकदमै ह्याप्पी लाग्यो। चौथो दिन लामो यात्रा छ। 510 किलोमिटर लामो हाम्रो यात्रा सागाबाट सुरु हुन्छ र आज हामी मानसरोवरमा आइपुगेका छौँ। हामी अहिले मानसरोवर तालको पश्चिम साइडमा छौँ। आज बादल लागेको हुनाले र पानी पनि लौ सबै हाम्रा तीर्थयात्रीहरूलाई अलिअलि गर्दै लाग्नु भयो। आमाको मुख हेर्ने दिन, अमावस्याको दिन, शुभ दिनमा कैलाश मानसरोवर पुगियो। पाँचौं दिन बिहान हामीले मानसरोवरमा हाम्रो धार्मिक र अन्य क्रियाकर्महरू, पितृ कार्यहरू गरेपछि हामी दार्चेनतर्फ लाग्छौँ र दार्चेनमा त्यो दिन हामी बास बस्छौँ। यो देखिएको ताल राक्षस ताल हो। यो मानसरोवर तालको पश्चिम भागमा पर्छ। यो पनि त्यत्तिकै विशाल छ यो ताल। मानसरोवर परिक्रमाको क्रममा यो ताललाई पनि एक साइडमा मानसरोवर ताल र अर्को साइडमा हामी देख्छौँ राक्षस ताल। मानसरोवर ताल महत्त्वपूर्ण तीर्थस्थल मानिँदो रहेछ। यसको महत्त्व के छ हाम्रो ग्याल्जिन शेर्पा भाइ? यहाँको टिबेटको चलन अनुसारले चाहिँ अब कुनै अब मृत्यु भयो, याकमहरू मृत्यु भयो, यसलाई चाहिँ तपाईँको यसको सिङ चाहिँ लिएर पूजा गरेर राख्ने। यसमा सबै ओम मानी पेमे हुरी भनेर यहाँको बासिन्दाले चाहिँ यसरी राख्नुहुन्छ कि यसलाई। छैठौं दिन बिहानै हाम्रो यात्रा सुरु हुन्छ दार्चेनबाट यमद्वारसम्म र यो यमद्वारसम्मको यात्रा 9 किलोमिटर छ र यमद्वारपछि हामी
हाम्रो यात्रा दार्फुकमा गएर टुङ्गिन्छ। हामी अहिले कैलाशको जाने सबभन्दा नजिकको दार्चेन सहरमा बसेका छौँ। दार्चेन सहरबाट देखिने कैलाश पर्वतको सुन्दर रूप बिहानको समयमा। आज मौसम सफा छ, सानो तर सुन्दर दार्चेन सहर। यहाँबाट कैलाश परिक्रमा गर्ने तीर्थयात्रीहरूको यात्रा सुरु हुन्छ। दार्फुकमा गएर त्यो यात्राको पहिलो रात पहिलो दिन टुङ्गिन्छ। हामी हेर्न सक्छौँ सुन्दर सहर अनि यसको बिचमा देखिने कैलाश पर्वतको मानिसहरूको चहल पहल ज्यादै कम देखिन्छ। बिहानको समय भएर पनि होला सूर्यका किरण ये 4 किंग है, किंग गॉड। हाँ, एक के हत्ता और एक के हाथ में ये स्पोर्ट। जल्दी आओ अंदर और आपको सबकी सत्तापुरी की। यो स्थानको नाउँ तीर्थपुरी हो, जहाँ पार्वतीले तपस्या गरेको पनि भनिन्छ। चारैतिरबाट हिमश्रृङ्खलाले घेरिएको छ। यो दार्चेनको दक्षिणतर्फको हिमश्रृङ्खलाहरू हुन्। यहाँबाट मानसरोवर 50 किलोमिटरको दूरीमा छ। यमद्वार भनेको कैलाशको ढोका भनेको पनि रहेछ। अब यहाँबाट सक्ने यात्रुहरू कैलाशतिर लाग्दो रहेछन्। कैलाश राउन्ड ट्रिप नसक्ने जति यही यमद्वारमा 3 चक्कर लागेर फर्किमा पनि त्यहाँको प्रतिफल प्राप्त हुन्छ भन्ने भनाइरहेछ। अब यो आजको यात्रा 12 किलोमिटर हुनेछ। अनि हामी हेरौँ कैलाशलाई नजिकबाट। 12 जना मध्ये 6 जना जाने उसमा छौँ। नजिकबाट गएर जङ्गल पहाडमा हिमालको चुचुरोमा भगवान भोलेनाथ र माता पार्वतीको छजलको तिनी खालका दृश्यहरू पनि मानसपटलमा घुमिरहेका थिए। This is the place one has to travel to fulfill spiritual feeling, and this is a well-known spiritual and religious place for Hindus, Buddhists and Jain. So mostly visitors are Buddhists, Jain and Hindus. Kailash Mansarovar visit is hard and difficult, but it is a visit to have total satisfaction for heart and mind, naturally and spiritually. अब यहाँबाट देहरापुक भन्ने स्थान 1.5 किलोमिटर छ भन्छ। अब यो चाहिँ एउटा ठुलो ग्लेसियर हो। यहाँ ग्लेसियर छ।
अति सुन्दर, अति रमाइलो। आज मौसमले पनि साथ दिएको छ। 2 दिनको बदली हिमपातपछि आज पुरै भागबाट देखिने माउन्ट कैलाशको यो फेस हो। अहिले हामी देरापुक भन्ने ठाउँमा जान्छौँ। गाइडलाई कुरेर कैलाश पर्वत प्रष्टसम्म देखिन्छ। हामी अहिले देरापुकमा छौँ। देरापुक सुन्दर कैलाश पर्वतको उत्तरबाट देखिने सबभन्दा रमणीय शिवका विभिन्न रूपहरू यो दार्पुकबाट हामी अहिले हेर्दैछौँ। हामीले विभिन्न रूपमा शिवजीको साक्षात् दर्शन प्राप्त गर्न सक्छौँ। यहाँ हिमाली श्रृङ्खलाहरू हुन् सबै वरिपरिका। शिवजीको जुन इच्छा थियो नि सानोदेखि नै मानसरोवर ताल भन्ने कस्तो होला के होला भनेर चाहिँ नि यहाँ आएर हेर्दा चाहिँ नि आफूले सोचे भन्दा नि रमाइलो। यहाँ चाहिँ एक प्रकारको भनौँ न अब शान्त भनौँ न मनै अब के मनमा अब एक प्रकारको शान्ति आयो भनौँ न। मानसरोवर तालमा चाहिँ बिहान पखको हेर्नलाई खुब रमाइलो हुन्छ भन्थेँ। म चाहिँ 4 बजेको बिचमा एकचोटि बाहिर हेरेको थिएँ। मेरो अनुभवमा चाहिँ मैले चाहिँ एउटा तारा चाहिँ देखेको थिएँ क्या। त्यो नदीको उसमा कैलाशपट्टि साइडमा एउटा तारा चाहिँ देखेँ। त्यो हेर्दा नि रमाइलो चाहिँ लाग्यो। मिलिक गरेर तारा देखेको थिएँ। कसैलाई गाह्रो हुन्छ, कसैलाई गाह्रो हुँदैन। जति मान्छेले भने अनुसारको सजिलो छ भन्ने चाहिँ नि रहन्छ। हेर्दा त सजिलै छ नि, तर हाई अल्टिट्युडको कारणले गर्दा चाहिँ अलिक गाह्रो पनि छ। कसैलाई गाह्रो हुन्छ, त्यस कारणले बुझेर आउनुहोस्, रमाइलो छ। भ्रमण एकदमै उत्साहजनक हाम्रो हिसाबले चाहिँ एकदमै रमाइलो। र मुख्य कुरो चाहिँ आफूले जे इच्छा गरेको थियो त्यो चाहिँ पुग्यो भनौँ न। अलिअलि कठिन चाहिँ हो, अल्टिट्युड सिकनेस त हुन्छ। अरू चाहिँ राम्रो र हाई अल्टिट्युड डेभलपमेन्ट कस्तो हुँदो रहेछ भन्ने एउटा पर्सपेक्टिभ चाहिँ को बारेमा चाहिँ अलिकति जानकारी भयो। डेभलपमेन्ट पोसिबल छ र इन्फ्रास्ट्रक्चर तयार छ। त्यति भनौँ न करिब 5000 मिटरको रेन्जको उसमा चाहिँ त्यस्तो प्रकारको विकास हुनु भने साँच्चै नै सम्भव छ, विकास सम्भव छ भन्ने चाहिँ एउटा प्रष्ट चाहिँ म्यासेज हो जस्तो चाहिँ मलाई लाग्छ। म चाहिँ त्यसलाई कोल्ड डिजर्ट भन्छु। कोल्ड डिजर्टको रूपमा हाम्रो मुस्ताङहरू जस्तै हो, सजिलो छैन तर इन्फ्रास्ट्रक्चरको हिसाबले चाहिँ त्यहाँ चाहिँ राम्रो छ। अरू चाहिँ अरू प्रोटेक्सनको हिसाबले पनि छ एकदमै राम्रो छ। जे छ किन युज भएको छैन। र मानसरोवर चाहिँ र राचेस ताल रियल्ली डिजर्भिङ छ। आजको हाम्रो यात्रा केरुङतर्फ झिसबिसेमै भएको छ। आज हामी झन्डै 600 किलोमिटर पार गरेर केरुङमा जाने हिसाबले हिँडिरहेका छौँ। अहिले अब हामी सिधा काठमाडौँतिर फर्किन्छौँ यही राजमार्ग भएर। अहिले हामी ताक्लाकोट, नेपालको ताक्लाकोटतिर जाने चौबाटोमा छौँ। तपाईँहरू सबैजना बस्नु त म खिचिदिन्छु। यो मानसरोवरको अन्तिम पूर्वको अन्तिम भाग हो। अब हामी कैलाश पर्वत हेर्दैछौँ। यो स्थानलाई अन्तिम बिन्दु, मानसरोवर परिक्रमाको अन्तिम बिन्दु मानिन्छ। 4900 मिटरसम्मको हाइटमा यात्रा गरेर यसरी गर्दाखेरि स्वाभाविक रूपमा अलिकति अप्ठ्यारो त अवश्य नै हुने नै भयो। सबैलाई गुवागकी लाग्ने, केही टाउको दुख्ने, आलस्यता हुने, तर पनि हामी कमिटमेन्ट गरेर आएको हुनाले हामीले यो सफलतापूर्वक कैलाश पर्वतलाई परिक्रमा गर्न सक्यौँ। त्यति गाह्रो पनि छैन। आफूले भित्रदेखि आउनु पर्यो कि
मैले यसो गर्छु उसो गर्छु भनेर त्यो हो। अरू खासै मलाई खासै गाह्रो लागेन। स्वस्थानी किताबमा पढिराखेको थिएँ है, कस्तो होला है, गौरीकुण्ड कस्तो होला, एकदम खुसी छु के म। हिमालय हेर्न सकिन्छ, यतापट्टि हामी उसलाई हेर्न सक्छौँ। यात्रा राम्रो रह्यो, तर अब अहिले अलिकति हामी चाँडो आयौँ, चिसो र अलिकति हावाको गति बढी भएको हुँदा केही यो ट्रेकिङको दौरानमा केही अवरोधहरू पनि सिर्जना भयो। तथापि मानसरोवर र कैलाश को यात्राबाट चाहिँ हामी एउटा स्पिरिचुअली पनि हामी लाभान्वित भएको महसुस गरेका छौँ र समग्रमा यो सफल रह्यो भन्ने अनुभूति हामीलाई भएको छ। मलाई मानसरोवर घुम्दा चाहिँ एकदम रमाइलो लाग्यो, तर कैलाश जाने प्रयत्न गर्दा गर्दै पनि त्यो हावाको वेगको कारणले माथि 8 किलो देरापुकमा म पुग्न सकिनँ। धेरै चिसो जाडो अनुभव एकदम भएर सास फेर्न अलिक गाह्रो भएको जस्तो महसुस भएर म पुग्न सकिनँ। म चाहिँ त्यहीँबाट फर्किएँ। यो भ्रमणमा एक्लै आउन चाहिँ हुँदैन रहेछ जस्तो लाग्यो। एउटा आफ्नो साथीको चाहिँ एकदम महत्त्व रहेछ भन्ने बुझेँ मैले। म मेरो श्रीमानसँग सँगै आएको हुनाले म चाहिँ त्यहाँसम्म मात्र जान सकेँ। त्यो नआएको म एक्लै आएको भए म त्यति पनि जान सक्दिनँ थिएँ होला। होइन, वास्तवमा यो एउटा प्राकृतिक स्रोत, त्यसको संरक्षण यति राम्रोसँग गरेको छ कि त्यहाँ हामीले पूजा गर्दा पनि पूजा गरेका सामग्रीहरू जुन छ नि हामीले प्रयोग गर्छौँ, त्यसलाई आफैले उठाएर व्यवस्थापन गर्नुपर्ने रहेछ। भनेपछि यिनीहरूले संरक्षित क्षेत्रको रूपमा यसलाई धेरै महत्त्व दिएको चाहिँ छ। किन भन्दा हिन्दू धर्मावलम्बीहरू भारत नेपालबाट चाहिँ आउने भएको हुनाले त्यसको संरक्षण गर्नु हाम्रो पनि दायित्व हो जस्तो चाहिँ मलाई चाहिँ लागेको छ। किन भन्दा हामीले त्यो प्र्याक्टिस पनि गऱ्यौँ, आफूले लगेको सामग्रीहरू आफैले उठाएर त्यसलाई चाहिँ व्यवस्थापन गर्ने काम पनि गऱ्यौँ। विभिन्न स्थानमा देखिने चौरीकोट, भेडा च्याङ्राले सडक पार गर्दा केही क्षण गाडीहरू पनि रोकिन पर्ने अवस्था आउँथ्यो। तिब्बती जङ्गली घोडा, मृगहरू पनि फाटफुट झुन्डमा देखिन्थे। वनस्पति देखिने त कुरा भएन, तर मरुभूमिमा वनस्पति खोज्दै चलिरहेका भेडा च्याङ्रा, चौरीहरू देखिन्थे। खतराको नदी भयो, मानसरोवरको ब्रह्मपुत्र नदी किनारै किनार यो बाटो अगाडि बढ्छ। तल हुन्छ अरे। यो अब यहाँबाट लासा, सिकाजे, केरु जाने बाटो छुट्टिन्छ। अब अहिले हामी लासा र केरुङ छुट्टिने दो बाटोमा बसेर होइन त अब के भन्छ र अब हामी यो पकौडलाई चाहिँ अब 2 घन्टा 2.5 घन्टामा के अरे डिनर तयार भएछ। लन्चमा त्यही हो 2 घन्टा 3.5 घन्टामा। भने अब दिनमा बिहान बेलुका गरेर 5 घन्टा छ। अब अहिलेको समय लन्च को समय हो। टाढा देखिएको हिमाल, नेपाल र चीनको
सीमा क्षेत्रमा पर्छ। यो सडक मानसरोवर आइरहेको छ। यो यहाँबाट टाढा देखिएको जुन हिमालहरू छन्, हिमालहरू नेपालको मुस्ताङ जिल्ला उल्लोमानथाङमा पर्छन्। त्यहाँबाट सिधा गयो भने हामी कुतीतिर पुग्छौँ र यताबाट अब ल्हासा र सिगाजे जाने बाटो छुट्टिन्छ। ल्हासा र सिगाजे यता लाग्छ र सिधा लाग्दाखेरि यो बाटोबाट केरुङ र नेपालको सीमा मुनि मुनि हुँदै यो बाटो फेरि ल्हासैतिर पुग्छ। मेरो अनुभवमा त मानसरोवर यात्रा भनेको जीवनमा एकचोटि सबैले गर्नुपर्छ। एकदमै स्वर्गकै अनुभूति भयो मलाई त। एकदम स्वर्गमै पुगेको जस्तो, एकदम स्वच्छ सफा चङ्गा मन चङ्गा भएर सबै कुरा बिर्सेर म अहिले पनि त्यसको उसबाट चाहिँ सबै आफ्नो स्वास्थ्य हेरेर आफ्नो साथ राम्रोसँग साथ छ भने चाहिँ आफ्नो स्वास्थ्यले साथ दिन्छ भने चाहिँ सहज नै लाग्यो मलाई त। आउन सक्नेहरू आफ्नो सामर्थ्य छ भने बल इच्छा अनि भनौँ न अब पैसा सबै कुराले पुग्छ भने एकचोटि जीवनमा मानसरोवर यात्रा गर्नै पर्छ। त्यहाँको रमणीय दृश्यहरू, हिमालहरू, भगवान कैलाश, मानसरोवर त्यहाँको उसले चाहिँ एउटा अर्कै छुट्टै अनुभूति चाहिँ पाउनुहुन्छ। झन्डै 600 किलोमिटरको दूरी पार गरिसकेका छौँ। आज हाम्रो बसाइ सागा भन्ने स्थानबाट 1 केरुङ गएर बस्नुहुन्छ। त्यसैले रफ्तारमा हिँडिरहेका छौँ। मानसरोवरबाट आएको ब्रह्मपुत्र नदी, यो विशाल नदी भारतको आसाम राज्य हुँदै गङ्गा सागरमा गएर बङ्गालको खाडीमा मिल्छ। अब यता लाग्दा केरुङको बाटो हो यो। मानसरोवरबाट आएको यो ब्रह्मपुत्र नदीको बिचमा छौँ अहिले। अब यहाँबाट दुईटा बाटोहरू छुट्टिन्छन्। एउटा बाटो ल्हासातर्फ लाग्छ हाम्रो कुती हुँदै परम्परागत रूपमा नेपाल तिब्बतको व्यापार छ। दोस्रो बाटो केरुङतिर लाग्छ, हामी केरुङतिर लाग्दैछौँ। यो अब यहाँ तीर्थयात्रीहरूलाई मैले एप्पल उसको एउटा आनन्द पनि दिने हिसाबले होला एकछिन यो बाटो ल्हासातिरको बाटो भयो। यो पुल तरेर अब हामी उता लाग्छौँ। व्यावसायिक रूपमा फोटोग्राफर नभए पनि मैले प्रयास गरेको छु एउटा त्यहाँको यथार्थ कुरा देखाउन। म आम ए amateur photographer, so this video is done by my Max 16 Apple phone, and it is not a professional one, but it is a natural and a photography or videography of an amateur photographer. केरुङबाट अब हामी झन्डै 100 किलोमिटरको दूरी मात्र छौं। त्यो क्रममा सुनौला हिमसडक श्रृङ्खला मनमोहक दृश्य मानसरोवर भ्रमणको एउटा महत्त्वपूर्ण विशेषता हो। कैलाश मानसरोवर यात्रा मैले जुन सोचे थिएँ नि सोचेभन्दा धेरै फरक पाएँ मैले। सहज पनि छ, गाह्रो पनि छ, तर अहिले यो मौसमको कारणले पनि हामीलाई अलिकति असहज पनि भयो। यो दार्चेनबाट तेह्रापुग जाँदासम्म हामीलाई अलिकति हावा धेरै चलेको भएर हामीलाई अलिकति गाह्रो भयो। 5650 मिटर हाइटमा माथि जाँदै गर्दाखेरि बिचबिचमा हिउँहरू भएको कारणले अलिकति हामीलाई अलिकति असहज भयो। पार्वती कुण्डबाट तल झर्दाखेरि हिउँले अलिकति बाटो चिप्लो भएर हामीलाई अलिकति असुविधा भयो, नत्र भने रमाइलो चाहिँ रमाइलो भयो। तिब्बतको यो केरुङ क्षेत्रको
परम्परागत उसलाई राखेको छ, जस्तो चौरी, याक, यहाँको धार्मिक स्थल। तल्लो केरुङको प्रसिद्ध गुम्बा हो, यसलाई केम्बो गुम्बा भन्छ। यो गुम्बाको आफ्नै महत्त्व छ। भृकुटीले सरञ्जन गम्पोसँग विवाह गरेपछि नेपालबाट आएकी भृकुटीलाई सरञ्जन गम्पोको यो राज्यसम्म बिदावारी गरेर नेपाली सैनिकहरू उहाँका नातेदारहरू यहाँबाट फर्किन्छन्। त्यसैले यसलाई केम्बो भनेको। केम्बोको अर्थ तिब्बतियन भाषामा सुटिनी हो भन्ने। अगाडि पद्मसम्भवा हुनुहुन्छ, यतापट्टि हाम्रो भृकुटी हुनुहुन्छ, यतापट्टि भृकुटी तारा, यतापट्टि चाहिँ नि चिनिया महारानी हुनुहुन्छ, चिनिया राजकुमारी हुनुहुन्छ। माइती साइडबाट उता पठाएर बिदावारी गरे। मलाई त त्यति चाहिँ कसन चाहिँ लागेको छैन, तर धेरै एकदम राम्रोसँग म गइहाल्यौँ। तर भ्रमण पनि राम्रोसँग गरेँ। अब त्यसको पछि त्यो अलिकति केही विषय चाहिँ जान नसकेको जस्तो भएको छ, तर ठिकै छ। त्यसको स्वास्थ्यमा एकदम राम्रो भएर म हिँडिसकेँ। मलाई पनि कैलाश आउने, मानसरोवर आउने धेरै इच्छा थियो पहिलादेखि नै। अनि यसो गरेर हेर्दाखेरि भगवान्ले बोलाउनु भयो, आस्था भयो भगवान्को, र म यहाँसम्म आइपुगेँ। मेरो धेरै ठुलो भाग्य भनौँ या भनौँ, अब म यहाँसम्म आइपुग्नु नै मेरो ठुलो भाग्य भयो। म यहाँसम्म आएर दर्शन गर्नु नै मेरो ठुलो भाग्य हो। हामी दुईजनामै आयौँ र राम्रो अनुभव भयो, राम्रोसँग पुग्यौँ, राम्रो टिम थियो हाम्रो, सबै खुसी थियौँ, राम्रोसँग भ्रमण भयो। अनि हामी एमद्वारसम्म चाहिँ एमद्वारसम्म मात्रै पुग्यौँ, त्यहाँभन्दा माथि जान सकिनँ। त्यहाँबाट अरू चाहिँ सबै साथीहरू गए, म चाहिँ फर्केर होटेलमै आएँ। यात्रीहरूलाई के भन्न चाहन्छु भने उहाँहरू आउनुहोस्, एकचोटि हामीले भ्रमण गर्नुपर्ने ठाउँै हो, भगवान्को दर्शन गर्नुपर्ने मुख्य ठाउँ नै हो। अब आफ्नो स्वास्थ्यले उदी साथ दियो भने, आफ्नो उसले जिउले धान्न सक्यो भने त त्यस्तो कठिन चाहिँ देखिँदैन, राम्रोसँग आउन सकिन्छ। मैले शिवजीको जात्रा पनि देखेँ, हनुमानजीको चाहिँ गदा पनि देख्यौँ, अरू त खासै देखेँ। अनि त्यहाँ शेखनाग जस्तै ऊ पनि देख्यौँ। यो भ्रमणको चाँजो पाँजो बटुकृष्ण उप्रेती र उहाँकी पत्नी उत्तरा उप्रेतीले मिलाउनु भएको थियो। नमस्ते होलिडेजका व्यवस्थापक वसन्त बरालको कुशल र बजार व्यवस्थापक कल्पना कोइरालाको नेतृत्वमा रहेको नमस्ते होलिडेजले समस्त व्यवस्थापन यात्राभर राम्रोसँग गर्यो र यो भ्रमणलाई सफलतापूर्वक सम्पन्न गर्यो। अब विभिन्न ध्वनिहरू सुनिन्छ भन्ने सुनेको थिएँ पूर्वजहरूले। मैले पनि मानसरोवर परिक्रमा पूजा आराधना गरेर फर्केर दार्जिलिङ बसेको दिनमा रातभरि मेरो कानमा हावा, विभिन्न प्रकारको ध्वनि गुन्जन कानमा भइरह्यो। रातभरि म सुतेन। महाकाल भगवान, रुद्र अवतार, सप्त ऋषि मुनि भगवानको आकृतिहरू, हनुमान आकृति, डमरू, विभिन्न आकृतिहरू देखिने रहेछ। मलाई एकदम दिव्य र भव्य लाग्यो। गत वर्षको बाढी पहिरोले गर्दा केरुङ पुग्ने सडक धेरै ठाउँमा नदीले बगाएको छ। अहिले मर्मत क्रममा रहेकोले यो भ्रमण काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरबाट 10 दिनका लागि अप्रिल 23 अर्थात् वैशाख 10 गतेबाट सुरु भयो र 19 वैशाख मे 2 मा यो भ्रमण टुङ्गियो। अहिले हामी रसुवागढी स्थित अध्यागमन कार्यालयमा छौँ। जसरी यहाँ रसुवागढीको भन्सार कार्यालय र चेकपोस्टको अव्यवस्था छ, त्योभन्दा चर्को अव्यवस्था यहाँ देखिन्छ। हामी अब यो मानसरोवर यात्राको
अन्तिम चरणमा छौँ, सम्पन्नताको अन्तिम चरणमा छौँ। त्यो सन्दर्भमा अब म पनि मेरो श्रीमती सरिता पौडेलको साथमा भ्रमण गर्ने अवसर पाएँ। अब यो सन्दर्भमा यो डकुमेन्ट्रीमा मैले देख्ने कुरा सबै भन्छु। अब अहिले चाहिँ नि म यहीँ क्लोज गर्छु।